त्यो बिचमा पनि अब हाम्रो सबैजना म्यानेजरज्यू मधेसको म्यानेजरज्यूहरू सबैजना घरमा गएर आफ्नो त्यहाँ सम्झाउने कुरा बुझाउने कुरादेखि लिएर त्यो नगरेको भए चाहिँ यो सायद यो एकीकृत एफोर्ट नभइदिएको भए चाहिँ एक्लै गृहमन्त्री चाहिँ सक्सेसफुल हुँदैन थियो कि अनेक ठाउँमा भएको थियो त्यही त आन्दोलन होइन त्यही भएर अब हाम्रो बबुहरू गएको थियो अरू मान्छेहरू सबैजना तपाईँहरू सबैजना फिल्डमा पुग्नु लागेको थियो होइन त्यसको लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म एक्लैले भएको भनेर चाहिँ म यसलाई चाहिँ म मान्दिनँ त्यो एक्सेप्टेड पनि छैन र यसको श्रेय मलाई मात्र जानु पनि हुँदैन जस्तै सबै पार्टीको दलको सबैजनाले यसलाई सिरियसली लिएर सबैजनाले एउटा राम्रो भूमिका नै खेल्नु भएको छ नि आफ्नो ठाउँबाट यता धार्मिक द्वन्द हुनुबाट हुँदैन हाम्रो आफ्नो राजनीतिक भिन्नता भनेको आफ्नो विचार भनेको भिन्नै ठाउँमा छ तर त्यो बाहेक त हाम्रो देश त एउटै हो भनेर सबै राजनीतिक दलहरूले नै आफ्नो ठाउँबाट प्रयास त गरेका छन् त्यसलाई नै हामीले त सम्मान त गर्नु सक्नु पऱ्यो नि हामीले पनि होइन त्यसै गरी हजुरलाई पनि धेरै धेरै धन्यवाद तपाईँहरूको जसरी तपाईँहरूले एकैजना म्यानेजरज्यूहरूले रोल खेल्नुभयो तपाईँहरूले त्यतिखेर रुम नखिदिनु भएको भए कि मलाई एक्लै म भारी पर्थ्यो होला मलाई एक्लै त गाह्रो पर्छ नि त यो कुरा त अनि तपाईँहरूको आफ्नो रिप्रेजेन्टेटिभको मुख पनि हेरेर उहाँहरूले पनि अब हुन्छ नि मैले भोट हालेको मान्छे किन मैले भनेको नमान्ने म त मान्नै पर्छ भन्ने उहाँहरूमा त्यस्तो रहेछ कि मैले ग्राउन्डमा गर्दै दिइरहेको थिएँ हाम्रो म्यानेजरले भन्नुभएको थियो त्यही भएर रोकेको भन्ने पनि सुनेको मैले त्यही भएर तपाईँहरूले पनि धेरै धेरै धन्यवाद होइन